दर्शकवृन्द, नागढुङ्गा सुरुङ मार्गमा छौँ हामी। करिब 92% काम सकिएको यो सुरुङ मार्गको 8% काम बाँकी रहेको हामीले निर्माण कम्पनीबाट जानकारी प्राप्त गरेका छौँ। 91-92% हाम्रो फिजिकल प्रोग्रेस सकिएको छ। नेपाल सरकारको बहुप्रतीक्षित योजना मध्येको एउटा योजना पर्दछ यो नागढुङ्गा सुरुङ मार्ग। यो वर्षको लास्ट अथवा भनौँ नयाँ वर्षको सुरुमा हामीले चाहिँ ट्रान्सपोर्ट पब्लिकको लागि सुरु गर्छौँ। 2026 को जनवरीमा चाहिँ हामीले गर्छौँ। अब डिस्ट्रिक्ट रूपमा केही अब्स्ट्रक्सनहरू आएन भने चाहिँ हामी त्यहाँ गर्छौँ। एन्ट्री गर्ने बित्तिकै एकदमै सुन्दर एकदमै दृश्य देख्न सक्छौँ हामी। यो सोचेको भन्दा नि निकै नै राम्रो सुरुङ मार्ग बनेको छ भन्नेमा दुई मत नहोला। ट्रान्सपोर्टेसन सुरुङमा चाहिँ तपाईँले अक्सिजन मेन्टेन गर्नुपर्छ, तपाईँको कार्बन मोनोअक्साइडहरूलाई कन्ट्रोल गर्नु पर्यो, भएको चिजलाई बाहिर फाल्नु पर्यो, त्यसपछि कम्युनिकेसन सिस्टमहरू राख्नु पर्यो, सीसीटीभी क्यामेरा राख्नु पर्यो, एक्सिडेन्ट हुनलाई चाहिँ भयो भने तुरुन्तै रेस्क्यु गर्ने टिम परिचालन गर्नु पर्यो, दुवै साइडमा एम्बुलेन्स राख्नु पर्यो, कहाँ छ हस्पिटल त्यो लानु पर्यो, प्यारामेडिक्सहरू राख्नु पर्यो, सेफ्टी सेक्युरिटीको मान्छेहरू राख्नु पर्यो भनेपछि यति चिजहरू चाहिँ यसको लागि गर्नुपर्ने भएकोले यो चाहिँ सबैभन्दा गाह्रो छ। यो पछाडिको दृश्य देखाइरहेका छौँ, यो चाहिँ यदि इमर्जेन्सी केही परिहाल्यो भने त्यसका लागि ब्याकअप राखिएको अर्को बाटो हो, यो अर्को सुरुङ मार्ग हो। यदि इमर्जेन्सी केही परिहाल्यो भने उद्धार गर्नको लागि, रेस्क्यु गर्नको लागि खनिएको अर्को सुरुङ मार्ग हामीले तपाईँलाई देखाइरहेका छौँ भने यो मुख्य सुरुङ मार्ग, यो मार्गबाट हामी यो 2688 मिटर रहेको छ, 2.688 किलोमिटर मात्र रहेको यो सुरुङ मार्ग जो हामी कलङ्की हुँदै आउँछौँ र धादिङ निस्कने यो बाटो निकै नै चाप बढ्ने यो बाटो। विशेष गरी पछिल्लो समयमा मोफसलबाट काठमाडौँ आउने मुख्य नाका मध्येको यो नाकामा पनि पर्दछ र यो नाकामा हुने सवारी जामले यो काठमाडौँकै जामलाई अस्तव्यस्त बनाउँथ्यो। त्यसलाई कमी गर्नको लागि यो सुरुङ मार्ग निकै नै फलिफाप हुने हामीले आशा गरेका छौँ। टनल बनाएपछि पनि हाम्रो उद्देश्य त प्राप्ति हुँदैन। हामीलाई त त्यहाँबाट चाहिँ ट्रान्सपोर्टेसनहरू, त्यहाँबाट चाहिँ सवारी साधन चलाउनुपर्छ। अब त्यो सवारी साधन चलाउनको लागि चाहिँ अर्कै एरेन्जमेन्ट हामीले गरिरहेको छौँ अघि। नेपाल सरकारले, खास गरी नेपाल सरकारले अलग्गै एरेन्जमेन्ट गरिरहेको छ र त्यसको लागि चाहिँ केही डकुमेन्टहरू बनाउनु पर्ने छ, केही नीति नियम पोलिसीहरू बनाउनु पर्ने छ। त्यो पोलिसी पनि अब कुनै विभागीय लेभलबाट, कुनै चाहिँ मन्त्रालय लेभल र कुनै चाहिँ क्याबिनेटको लेभलबाट पनि स्वीकृत गर्नुपर्छ। त्यसको बावजुद सबैतिर हाम्रो कम्युनिकेसन भइरहेको छ र सबै निकायबाट, इन्टिटीबाट चाहिँ टाइमली रेस्पोन्स भइरहेको छ र सायद हामी गरिरहेको छौँ, सक्छौँ होला। किनभने अझै भविष्यमा केही चिज अनसर्टेनहरू छ र त्यो स्थिति भयो भने कन्ट्र्याक्टरले, जुन सिभिल कन्ट्र्याक्टरले अहिले बनाइराख्नु भएको छ, उहाँहरूले सकेपछि त्यो सञ्चालन गर्ने अर्को टिम तयार गर्नुपर्छ र त्यो टिमलाई चाहिँ केही समय ट्रेनिङ, 1-2 महिना ट्रेनिङ, किनभने हाम्रो टनलमा चाहिँ धेरै इक्विपमेन्टहरू छ, धेरै चिज मोबिलाइज गर्नुपर्छ, धेरै म्यानेजमेन्ट गर्नुपर्छ होइन, सेफली लानु पर्यो होइन, सेफली पास गर्नु पर्यो। त्यो गर्दाखेरि केही समय चाहिँ यो ह्यान्डओभर, स्किल ह्यान्डओभर गर्नुपर्छ, चलाउने सञ्चालन गर्ने तरिका। जस्तो उदाहरणको लागि त्यहाँ मानौँ न सिम्पल एउटा चाहिँ पब्लिक एड्रेस सिस्टमै भए पनि त्यो कसरी चल्छ, कहाँ कन्ट्रोल हुन्छ, कन्ट्रोल प्यानल कसरी बसेको छ इत्यादि जुन छ त्यो सबै चिज त अपरेट गर्ने मान्छेले जान्नुपर्छ होइन। अनि ती सबै चिजको लागि चाहिँ केही समय हामीले त्यसलाई छुट्याएको छौँ। जुन अपरेटिङ सिस्टमहरू लगायत के छ, कसरी हुन्छ, कति कामदारहरू त्यहाँ हुन्छन्, अब भनौँ न त्यहाँनिर कति पैसा लाग्ला, मान्छेहरूको सबभन्दा जिज्ञासा भनेको यत्रो पैसा करिब 22 अर्ब लगाएर यो बनाइयो, फेरि जनतालाई चाहिँ दिनमा एकचोटि जाँदाखेरि धेरै पैसा लाग्यो कि भन्ने खालको पनि छ। अब त्यो त त्यसको यति एक्ज्याक्ट यति पैसा भन्ने चाहिँ अझै पनि हिसाबै, किनभने त्यो चाहिँ इम्प्लोयरले अथवा चाहिँ जुन नेपाल सरकारले उहाँहरूले तोक्ने कुरा हो। हामीले बताउने चाहिँ के हो भने त्यो सञ्चालन गर्न चाहिँ कति पैसा लाग्छ त्यो पार्ट चाहिँ अब हामीले एनालाइसिस गरेर उहाँहरूलाई दिएको छौँ होइन। अब त्यो मध्ये कति रिकभरी गर्ने, किनभनेदेखि चाहिँ
कति भेहिकलहरू, कति मोटर सवारी साधनहरू, कुन टाइपका सवारी साधनहरू एक दिनमा हिँड्छन्, तीमध्ये कतिले सुरुङ मार्ग प्रयोग गर्छन्, कतिले सुरुङभन्दा बाहिरबाट जान्छन् होइन। त्यो त हामीले त कम्पलसरी गर्दैनौँ, उहाँहरूको आफ्नो इच्छाले उहाँहरूलाई पोसाउने हिसाबले। अब हामीले अब धेरै पैसा राख्यौँ भने को जान्छ र टनलमा होइन। अब त्यसले गर्दाखेरि हामीले पैसा राख्दा पनि उहाँहरूलाई पोसाउने गरी, उहाँहरूको पोसाउने भनेको के हो भन्दाखेरि त्यो टनलबाट जाँदा जुन टाइम नाफा भएको छ त्यो टाइम त भनौँ न, उदाहरणको लागि आधी घन्टा मोटर छिटो पुग्नुभयो भने त आधी घन्टा त चल्नु परेन नि मोटर त होइन। त्यसको इन्जिन बच्यो, त्यसको फ्युल बच्यो, वेयर एन्ड टियर पार्ट बच्यो, मान्छेको समय नै बच्यो। अब उदाहरणको लागि त मैले त अब मेरो आधी घन्टा बच्यो भने त मैले अर्को काम गर्न सक्छु होइन। अब ती इत्यादि त्यो सबै हिसाब गर्दाखेरि त्यो सवारी साधनलाई फाइदा महसुस हुने गरी रेट फिक्स गर्नुपर्छ। महँगो जबरजस्ती बढी पैसा राखेर त उहाँलाई त अप्सन छ नि त, नजानलाई पनि त अप्सन छ होइन। त्यसले गर्दाखेरि रिजनेबल प्राइस होला, तर यो यति नै भन्ने चाहिँ अहिलेसम्म डिसिजन भइसकेको छैन। एक वर्ष चलाउनलाई कति जति बजेट लाग्ने केही त्यस्तो फिक्स गर्नुभएको? त्यो चाहिँ हामीले हिसाब गरेर पठाएको छौँ अघि। अब साधारणतया यस्तो सञ्चालनमा संसारभरि नै टोटल बजेट कस्टको चाहिँ 1 देखि 3% चाहिँ सञ्चालन खर्च हुँदो रहेछ, यहाँको होइन अन्तको पनि होइन। हाम्रो पनि मोटामोटी 1.5-2% सम्ममा आउँछ भन्ने हाम्रो एजम्सन छ। हामीले पनि त्यस्तै लागेको छौँ, त्यति हुन्छ। त्यो भनेको चाहिँ अब मेरो विचारले 30-40 करोडसम्म लाग्न सक्छ होला, तर वर्षमा। अहिलेको मेजर बाँकी काम भनेको चाहिँ 4-5% काम चाहिँ त्यो हामीले गरिसकेका छौँ। हाम्रो जुन इक्विपमेन्टहरू ल्याएर राख्नुपर्ने छ त्यो हामीले राखिसकेका छौँ। तर के छ भने हाम्रो नियमले, हाम्रो डकुमेन्टको अनुसार चाहिँ त्यसलाई आफ्नो पोजिसनमा राखेर, जस्तो यो बत्ती फिक्स गरे, बत्ती बल्नु पर्यो। बत्ती बल्नु त उद्देश्य हो नि त। किनेर ल्याएर टाइट गरेर बत्ती फिक्स गर्नेसम्म काम पनि जबसम्म बत्ती बल्दैन त्यो काम मानिँदैन। त्यसलाई हामीले कमिसनिङ भन्छौँ। त्यो कमिसनिङ हुन बाँकी चाहिँ हाम्रा ठुल्ठुला इक्विपमेन्टहरू बाँकी छन्। त्यो एकपल्ट कमिसनिङ भएर ओके हुनासाथ हाम्रो एकचोटि 5-7% स्वाटै बढ्छ। बाँकी चाहिँ अरू फिनिसिङहरू कहीँ अब यता बाँकी छ, कहीँ उता पेन्टिङ गर्न बाँकी छ, त्यस्ता चिजहरू हुन्। 2-3% हाम्रो त्यस्तो बाँकी छ।